आयोगको तर्फबाट पेश भएको प्रस्तुतिको सन्दर्भबाट छर्लङ्ग भएको छ। यसो मैले धेरै दोहोऱ्याइनँ। अब गृह मन्त्रालयको तर्फबाट पेश भएको सुरक्षा लगायत विधि प्रविधिको सन्दर्भमा मैले पहिला सुरक्षाको विषयमा थोरै यहाँ निवेदन गर्छु। किनभने अहिलेको निर्वाचन क्रान्ति आन्दोलन, जनआन्दोलन र विद्रोह भन्दा पछि भएको होइन। योभन्दा अगाडिका सबै नयाँ पुरानो सत्ता बाहिरिने, नयाँ सत्ता भित्रिँदाखेरि संविधान समेत बाहिरिएको अवस्था थियो भने अहिले संविधान कायम रहेकै अवस्थामा विद्रोह पछिको हुने निर्वाचन हो। निर्वाचनको मिति घोषणा भएको 4.5 महिना लगभग बित्यो। अब हामीसँग 2.5 महिना मात्रै बाँकी छ निर्वाचन। र यो निर्वाचन गर्नै पर्ने, निर्वाचनको विकल्प निर्वाचन मात्रै हो, अर्को विकल्प कुनै नभएको र निर्विकल्प निर्वाचन भएकोले निर्वाचन सम्पन्न गर्ने प्रयोजनलाई निर्वाचन आयोगले पूर्ण रूपमा तयारी गरेको छ। तयारीमा निर्वाचन आयोगको कुनै कमजोरी छैन। त्यसको अतिरिक्त गृह मन्त्रालयले पनि शान्ति सुरक्षाको सन्दर्भमा प्रत्याभूत गर्नुपर्ने जुन विषयवस्तुहरू छ यसको सन्दर्भमा प्रत्याभूत त गरेको छ। किनभने प्रदेश स्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने लगायत सबै सुरक्षा निकायहरूबाट हामी सुरक्षा दिन तत्पर छौँ भनेपछि यसलाई अन्यथा भन्ने कुरो भएन। तर पहिला हामीले निर्वाचन गर्दाखेरि जसरी उच्च जोखिम र सामान्य भनेर परिभाषा गरेर हामीले 3, 4, 5 तहमा वर्गीकरण गरेर गर्थ्यौँ। अबको फाल्गुन 21 गते हुने निर्वाचन त्योभन्दा फरक हुन सक्छ। किन फरक हुन सक्छ भनेर मैले निवेदन गरेँ भने कि दलहरूबाट अथवा स्वतन्त्र तौरबाट उम्मेदवार मनोनयन पत्र दाखिल गर्नुहुने उम्मेदवारहरूको व्यक्ति र व्यक्तित्व र पुरानो सत्ता र नयाँ सत्ताबाट बिचमा उठ्ने शक्ति र त्यो शक्तिबाट आफूले शक्ति आर्जन गर्ने प्रयोजनलाई हुने शक्ति सङ्घर्ष, यी सबै विषयवस्तुलाई अध्ययन गरेर हेर्दाखेरि पहिला शान्तिपूर्ण निर्वाचन भएको ठाउँमा अहिले केही निर्वाचन बिथोल्ने प्रयास हुन सक्छ र कुनै ठाउँमा हामीले उच्च जोखिम भनेको सामान्य भनेको उच्च जोखिम हुन सक्छ। त्यसकारण यो चाहिँ मनोनयन पत्र दाखिल भइसकेपछि उम्मेदवारहरूको पहिचान गरेर अहिले शान्ति सुरक्षाको निकायका प्रमुखहरू, गृह मन्त्रालय लगायत सबै बसेर जे नीति बनाउनु भएको छ त्यो नीतिमा अहिलेदेखि नै नीति परिवर्तन गर्ने लगायतका विषयवस्तुमा अहिलेदेखि नै लागेन भने त्यो बेलामा छोटो समय हुन्छ। छोटो समयमा हामीले पहिचान गर्न सक्दैनौँ र शान्ति सुरक्षा खलबलियो भने निर्वाचनलाई निकै असर पर्छ। यो विषयमा मैले यति मात्रै भने अझै सुरक्षाको विषयमा सबै राजनीतिक दलहरूबाट अझै के हो भन्ने छ। निर्वाचन आयोग र सरकारमा संवादमा बसेर छलफल गर्दाखेरि शान्ति सुरक्षाको सन्दर्भमा कुनै कमी कमजोरी छैन, ढुक्क हुनुहोस् भन्ने निर्वाचन आयोगले नि भनेको छ। सरकारले सुनिश्चितता नगरे भए निर्वाचन आयोगले कसरी भन्थ्यो। त्यसैले सरकारले सुनिश्चितता गरिसके हुनाले यसमा हामीले शङ्का उपशङ्का गर्नुपर्ने ठाउँहरू छैन। र निर्वाचन आयोगले आज विशेषतः ऐन नियमको सन्दर्भमा अलिकति व्याख्या गर्ने विषयवस्तु राखे हुनाले यो विषयमा मैले प्रवेश गर्दाखेरि निर्वाचन आयोग आफैले ऐन नियम बनाउँदैन, नियम बनाउँछ, ऐन बनाउँदैन। संविधान बमोजिम ऐन बन्छ, ऐन बमोजिमको नियम चाहिँ निर्वाचन आयोग स्वायत्त भावले आफै नियम बनाउँछ र बनिसकेको नियम निर्वाचन घोषणा भइसकेपछि नियम परिवर्तन गर्दैन। त्यसले निर्देशिका र आचार संहिता अनि कार्यविधि मात्रै तर्जुमा गर्छ। र अहिले भाद्र 27 गते घोषित निर्वाचन, फाल्गुन 21 गते निर्वाचन हुने प्रयोजनलाई निर्वाचन आयोगलाई हामीसँग भएको मौजुदा कानुन बमोजिम भएका ऐन बमोजिम कार्यविधि र निर्देशिका बनाएर हामीले परिपक्व बनाइसक्यौँ। अब हामीसँग आचार संहिता तर्जुमा गरिसकेका छौँ। आचार संहिताको सानो एउटा छलफल बाँकी छ। यो छलफलभन्दा पछाडि आचार संहिता कहिलेदेखि लागू गर्ने, के गर्ने, कसरी गर्ने भने दलीय सहमति हुन्छ र अनिखेरि सरकारसँग पनि छलफल गरेर सहमतिमै हामीले लागू गर्ने गरेका छौँ। अब त्योभन्दा बाहेक अरू विधि प्रविधिको सन्दर्भमा हामीले छलफल गर्नुपर्दा निर्वाचन आयोगको परम्परागत पद्धति के छ भने राजनीतिक दलका सहभागी सदस्यहरू, सरकारको प्रतिनिधिहरू, नागरिक समाजको सम्मानित अगुवा व्यक्तित्वहरू लगायत जो निर्वाचनसँग सरोकार राख्नुहुन्छ उहाँहरूसँग पटक हामी बसेर छलफल गर्छौँ। छलफल गरिसकेपछि विधि पद्धति प्रक्रिया र प्रविधिको सन्दर्भमा हामी सामूहिक रूपमा यो विधिबाट निर्वाचन सम्पन्न गर्ने भनेर सामूहिक एउटा निर्णय बनाउँछौँ र त्यो सामूहिक निर्णयभन्दा पछाडि त्यो पद्धति बमोजिम निर्वाचन सम्पन्न गर्छौँ। अब यो जतिखेर पनि सर्वोच्च अदालतको फैसला भनेर थुप्रै ठाउँमा उच्चारण र व्याख्या भएको मैले सुनेको छु।
त्यो सर्वोच्च अदालतको 2074 साल 12/7 भएको आदेश यो चाहिँ एकपटक सबैले यो टिप्दा पनि जाति हुन्छ। 2073 सालको WO 1149 यो सर्वोच्च अदालतको वेबसाइटमा पनि छ। यो फैसलाले के गर्ने भनेको थियो र कसलाई के संवैधानिक र कानुनी दायित्व जिम्मा दिएको थियो लगायतका विषयवस्तु अहिलेसम्म कहीँ छलफल भएको छैन। यसले कुन विषयमा कसले आफ्नो अग्रसरता देखाएर सहभागी हुने र अनि विदेशमा रहेका मतदाताहरूको मतदानको प्रक्रिया सुनिश्चित गर्ने र मतदानमा सहभागी गराउने भन्ने निर्धारण गरेको छ। र यही निर्धारित प्रक्रिया बमोजिम म गएदेखि नै निर्वाचन आयोगमा चाहिँ म कानुनको विद्यार्थीको हैसियतले मैले के गरेँ भने निर्वाचनसँग संलग्न 10वटा कानुनमध्ये 3वटा चाहिँ छुट्टै चाहिने रहेछ र 7वटा कानुन चाहिँ खारेज गरेर एउटै कानुन बनाउँदा हुने रहेछ भनेर, जस्तो यहाँ अहिले पूर्व कानुन मन्त्री माधव पौडेलजी निस्किनु होला, उहाँ पनि टड्काएर सहभागी हुनुहुन्थ्यो। त्यो बनाउँदाखेरि हामीले 7वटा ऐन चाहिँ खारेज गरेर एउटा निर्वाचन व्यवस्थापन ऐनको प्रस्ताव गरेर 2.5 वर्ष अगाडि सरकारमा पठायौँ। सरकारले गर्ने काम के हो, विधायिकाले गर्ने काम के हो भन्ने कुरो त्यो फैसलाले निश्चित सीमा निर्धारण गरेको छ। त्यो सीमा निर्धारण गरेको समय सीमाभित्र हामीले कानुनको मस्यौदा तर्जुमा गरेर साधिकार निकाय गृह मन्त्रालयमा पठायौँ र त्योभन्दा पछाडि हामीले त्यो ऐनको मस्यौदा पठाइसकेपछि सायद कोही पनि गृहमन्त्री भएको बेलामा हामीले त्यो विषयमा 5-7 चोटि छलफल नगरे कोही गृहमन्त्री हुनुहुन्न र जसरी चाहियो ल्याउनु पर्यो निर्वाचन प्रणाली र पद्धतिको विकास गर्ने भने यो ऐन चाहिन्छ भनेर हामीले बेलामा भनेकै हो। र त्यो ऐन आइदिएको भएदेखि अहिले विदेशमा रहेको नेपालीको मतदान गर्न पाउने व्यवस्था, अन्तर्निर्वाचन क्षेत्र मतदान समानुपातिक र प्रत्यक्ष स्तरमध्ये के हुने र कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भने मतदान गर्न पाउने कि नपाउने लगायतका विषयवस्तुहरू हामीले त्यहाँ समेटेका थियौँ। र मैले अघि सुरुमा पनि निवेदन गरेँ यी विषयवस्तुहरूलाई कसरी समेटिनुपर्छ भने हाम्रो निर्वाचन आयोगको कार्यशैलीको परम्परागत पद्धति अनुसार सबै सहभागी राजनीतिक दल, सरकारवाला पक्ष, निर्वाचन आयोगको बिचमा एउटा सहमतिबाट हामी अगाडि बढ्छौँ। त्यसकारण आजको यो छलफलको कार्यक्रममा सहभागीहरू असाध्यै विद्युत क्षेत्रबाट उपस्थित हुनुभएको छ र यही छलफलबाट एउटा निष्कर्ष निकाल्न कुन विषयमा प्रवेश गर्ने, कुन विषयमा प्रवेश गर्दाखेरि निर्वाचन सहज हुन्छ, कुन विषयमा प्रवेश गर्दाखेरि निर्वाचन बिथोलिन्छन् र यो फाल्गुन 21 गतेको निर्धारित समयमा निर्वाचन हुन्छ या हुँदैन भन्ने पनि निचोड निकालौँ। निर्वाचन आयोग यो फाल्गुन 21 को निर्वाचन त छँदैछ, त्यसको एक अतिरिक्त माघको 11 गते राष्ट्रिय सभाको 18 जना सदस्यको निर्वाचन गर्नुपर्ने छ। त्यो 18 जना निर्वाचन भने यो सूत्र र एउटा निर्वाचक मण्डलबाट हुने सूत्रात्मक निर्वाचन हो। त्यसैले हामीले यसलाई धेरै व्याख्या गरेर ध्यान दिन जरुरी छैन। त्यो जरुरी छैन भन्दैमा यो राष्ट्रिय सभाको 18 जना सदस्यको हुने निर्वाचनमा चाहिँ हामीले कम ध्यान दिएर त्यो निर्वाचनमा बिथोलिने काम पनि गर्नु हुँदैन। त्यसैले प्रक्रियागत रूपमा हामीले दुईटै निर्वाचन सँगसँगै लगिरहेछौँ र पहिला हामी राष्ट्रिय सभाको निर्वाचन गर्छौँ र 21 गते प्रतिनिधि सभाको सदस्यको निर्वाचन गर्छौँ। र यो निर्वाचन गरिरहँदा हामीलाई असाध्य कार्य बोध छ निर्वाचन आयोगलाई। अहिले निर्वाचन व्यवस्थापनको एकातिर छ भनेदेखि यो निर्वाचनको माहौल लगायतका राजनीतिक दलहरूसँग र अगुवाहरूसँग लगायत सरकारसँग छलफल गर्नुपर्ने र अधिकांश समय हामीले यसमा व्यतीत गर्नुपर्ने हुनाले अहिले निर्वाचन आयोगका हाम्रा सचिवालयका साथीहरू बिहान 8 बजेदेखि बेलुका 9-10 बजेसम्म बसेर काम गर्नुभएको छ। तैपनि आज गर्ने काम भोलि पर्सि 1-2 दिन तलमाथि हुन्छ। काम चाहिँ सम्पन्न गरिरहनु भएको छ, काममा कुनै अड्कावट छैन। तर यो हुँदाहुँदै पनि विविध प्रविधिहरू थपिँदै जाने र अन्तिममा पेचिलो हुँदै जाने र पेचिलो हुँदै जाँदाखेरि चाहिँ अनि निर्वाचनलाई काहीँ असर परेर भरे निर्वाचन आयोगले निर्वाचन गर्न सकेन भन्ने कुनै पनि नराम्रो लगत निर्वाचन आयोगको टाउकोमा बोकाउन पाइएन, बोकाउन पाइँदैन भन्ने पनि मैले यो विद्युत सभामा आग्रह गरेँ। अब यसको अतिरिक्त जे गर्ने हो, जसो गर्ने हो, जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने, निर्वाचनको विकल्प निर्वाचन बाहेक अरू कुनै उपाय नभएको हुनाले सबै निर्धारण चाहिँ यही छलफल कार्यक्रमबाट उपस्थित व्यक्तित्वहरूबाट निर्धारण होस्। अब अहिले हामीले सुन्यौँ निर्वाचनको खेल सुरु भइसक्यो, खेल सुरु भइसकेपछि खेलको नियम परिवर्तन गर्न पाइँदैन भन्ने पनि आयो। होइन, यो परिवर्तन गर्ने होइन, अहिले चाहिँ यो विदेशमा भएको मतदाताको र अन्तर क्षेत्रको निर्वाचनको मतदाताको मत सुरक्षित नगर्ने हो भनेदेखि निर्वाचन हुँदैन भन्ने पनि तर्क आए। र मैले यो सन्दर्भमा अझै प्रश्न पार्दै के निवेदन गरौँ, जे गर्ने हो समयमै निर्धारण भएन भने निर्वाचन आयोगलाई पछि कार्यबोझ बढ्छ। कार्यबोझ बढ्दाखेरि कार्य सम्पादन गर्ने एउटा सीमित
व्यक्तित्वहरू हुनुहुन्छ र सीमित व्यक्तित्वहरूले पनि त्यो बेलामा कार्य सम्पादन गर्न सक्नु भएन भनेदेखि अलिकति कठिनाइ हुन्छ र निर्वाचन आयोगको कारणले निर्वाचन बिथुल्यो भन्न पाइँदैन भनेर मैले पुनः आग्रह गरेँ। अब यहाँ विभिन्न किसिमका प्रश्नहरू उठे, जस्तो समानुपातिक निर्वाचन प्रणालीको तालिका परिवर्तन गरेर 13 र 14 को कार्यक्रम अलि पछि हटाउने हो कि अलि पछि राख्ने हो कि भनेर पनि एउटा प्रश्न आयो। यो सन्दर्भमा के निवेदन गरौँ, यदि समानुपातिक निर्वाचन प्रणालीको मनोनयन मतलब उम्मेदवारहरूको नाम पेश गर्ने समय परिवर्तन गरियो भने त्यो पुरै परसम्मको निर्वाचन प्रक्रियामा धक्का लाग्छ। त्यसो भए हुनाले यो निर्वाचनको हामीले दुईटा त परिवर्तन गर्यौँ, तर त्यो दुईटा के भने एउटा निर्वाचनको मिति घोषणा भइसके पछाडि मतदाता नामावली सङ्कलन गर्न निषेध थियो। हामीले सरकारलाई आग्रह गरेर सरकारले राष्ट्रपति समक्ष अध्यादेश पठाएर त्यो आइसकेपछि हामीले थप्यौँ। तर थप्दाखेरि पनि समय सीमाले पुगेर भनेर अलिकति थप्दाखेरि हाम्रो कर्मचारी साथीहरू चाहिँ 15-20 दिन राति सुत्न पनि पाउनु भएन, त्यति पेचिलो बन्यो। अब धेरै पेचिलो बनाएर सीमित जनशक्तिबाट काम लिन पनि भोलि आउने अथवा यो जनशक्तिलाई परिवर्तन गरेर अर्को जनशक्ति थपेर काम गर्नु भन्ने पनि त सम्भव छैन, किनभने त्यो विधि र प्रक्रिया जानेको व्यक्तित्वहरू त चाहियो नि हामीलाई। अब जो व्यक्तित्वहरूले त्यो विधि प्रक्रिया जान्नु भएको छ उहाँहरूलाई बढी चाप दियो भने काम हुन अलि अप्ठ्यारो हुन्छ। त्यसो भएर यो खेलको नियम सुरु भइसके पछाडि यो तालिका परिवर्तन अलिकति नगरौँ कि भन्ने निर्वाचन आयोगको तर्फबाट आग्रह छ। अर्को एउटा प्रश्न के आयो भने गोला प्रथाबाट निर्वाचन चिन्ह निर्धारण गर्न लाग्यो रे निर्वाचन आयोगले भन्ने पनि आयो। त्यो रेको कुरामा एकदम राजनीतिक दलमा राम्रोसँग प्रतिनिधित्व गर्नुहुने अगुवा व्यक्तित्वहरूले त्यस्तो कुरो भन्नु हुँदैन। त्यो त ऐनमै व्यवस्था छ त, कुन प्रक्रियाबाट कसको निर्वाचन चिन्ह कुन कोठामा निर्धारण गर्ने भन्ने कुरो ऐनले निर्धारण गरेको कुरा निर्वाचन आयोगले निर्णय गरेर त्यो घर र कोठा परिवर्तन गर्न सक्दैन। त्यो एकचोटि ऐन नियम चाहिँ राम्रोसँग हेरिदिएर मैले आग्रह गरेँ। अब अर्को अझै मिठोसँग मेरो दल त ठ्याङ्गै फुटाइदियो नि भनेर पनि आयो आवाज। म यसो हेर्छु नेमकिपा लगायत केही साथीहरूको दल एकदम सुरुदेखि अहिलेसम्म सुरक्षित छ। त्योभन्दा बाहेक सबैको एकदम सम्मानित व्यक्तित्व हुनुहुन्छ, धेरै समय राजनीति गर्नुभएको छ, पार्टीको अगुवा व्यक्तित्व हुनुहुन्छ, तर टुटे फुटेको र छुटेको नभइकन एकदम सग्लो दलमा बसेको मान्छे मैले चाहिँ देखिनँ यहाँ अगाडि राजनीति दलबाट उपस्थित हुनुहुने व्यक्तित्वहरू। र दल निर्वाचन आयोगले कहिले फुटाउँदैन, यो एकदम यहाँहरूलाई राम्रोसँग विनम्र निवेदन। दल फुटाउने भनेको तपाईँहरू आफै नै हो। तपाईँहरूको दलभित्रको सबै केन्द्रीय सदस्य पदाधिकारीहरू एकजुट हुने बेलासम्म हुँदैन। जब तपाईँहरूको मनोमालिन्य सिर्जना गर्छ मेरो दल फुटाइदियो भने तपाईँहरू नै आउनुहुन्छ र कानुनले निर्धारण गरेको प्रक्रियाभित्र बसेर तपाईँको दल फुटाउँदैन भनेर हामी पाउँदैनौँ। अझ कति प्रेसर गर्नुहुन्छ, बिहान आउँछ दिउँसो बिहान निवेदन दिएर आउनुहुन्छ र दिउँसो यो हाम्रो फुटाइदिए हाम्रो प्रमाणपत्र दिइहाल भनेर भन्नुहुन्छ, नदिएदेखि कुटाउनलाई गर्नुहुन्छ। निर्वाचन आयोग त तपाईँहरूसँग सम्मान नगरिकन काम गर्न सक्दैन। तपाईँहरूसँग सम्मान गर्दाखेरि तपाईँहरू यति पेचिलो भएर आइदिनुहुन्छ दलका प्रतिनिधिहरू, हामी चाहिँ सर्वेसर्वा हो, जङ्गलका सिङ्गल चाहिँ भएर आउँछौँ। यो निर्वाचन आयोगले के हो र हाम्रो चाहिँ काम गर्नु बसेको कार्यता हो भन्ने जसरी आउनुहुन्छ, होइन भने होइन भन्नुहोस्, के हुन्छ अगाडि मैले त्यो अनुहार जल देखिरहेको छु। मैले अलिक पेचिलो शब्दमा भने होला, त्यो मैले भन्न खोजेको होइन। त्यसकारण दल निर्वाचन आयोगले फुटाउँदैन, निर्वाचन आयोगले फुटेको दललाई छुटाउने काम गर्छ। र नीति सिद्धान्त कार्यक्रम र विचार लिएर आउनुहोस्, त्यो बमोजिम तपाईँहरू कार्यक्रम सञ्चालन गरेर जनतामा जानुहोस्, जनताको मत जित्नुहोस्। जनमत जितेर आएछ भने तपाईँहरू त राष्ट्रिय नेतृत्वमा आइहाल्नुहुन्छ नि। त्यसो भए हुनाले मैले अलि पेचिलो भयो हुनाले अलि राम्रैसँग यहाँहरूसँग निवेदन गर्न चाहेँ। र अब अन्तमा निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि निर्वाचन सम्पन्न गर्ने प्रयोजन लागि अन्तिममा आचार संहिता तर्जुमा गरेर लागू गर्छ। त्यो आचार संहिता तर्जुमा गरेर लागू गर्दाखेरि दलहरूको तर्फबाट के हुन्छ, म चाहिँ मान्छु, त्यसले चाहिँ मान्दैन भनेर जहिले अरूको विषयमा शिकायत गर्ने गरेको हुन्छ, आफ्नो विषयमा चाहिँ एकदम शुद्धाशुद्धि विवरण पेश गर्ने गरेको हुन्छ। जसले बढी शुद्धाशुद्धि विवरण पेश गर्नुहुन्छ उहाँ नै बढी आचार संहिता उल्लङ्घनकर्ता हुनुहुन्छ। यो चाहिँ मेरो विगतको निर्वाचनको अनुभव मैले भोगेँ। किनभने 79 सालको सबै निर्वाचनमा आचार संहिताको संशोधन मैले गरेको थिएँ र कुन ठाउँमा कमी कमजोरी रह्यो, अब कुन ठाउँमा त्यसलाई चाहिँ सुधार लगेर त्यसलाई सक्षम तरिकाले एकदम निष्पक्ष तरिकाले निर्वाचनमा आचार संहिता कार्यान्वयन गर्नुपर्छ भन्ने विषयमा हामीलाई राम्रोसँग जानकारी छ। हामीले निर्वाचनको परीक्षा दिएर पास भएका हामी निर्वाचन आयुक्तहरू छौँ अहिले। त्यसो भए हुनाले स्वच्छ निष्पक्ष र भयरहित निर्वाचन हुने सन्दर्भमा यहाँ कुनै तह र तहका कुनाबाट आशंका नहोस्। स्वच्छ निष्पक्ष र भयरहित
निर्वाचन गराउन निर्वाचन आयोग सक्षम छ र निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्छ र तोकिएको मितिमा निर्वाचन हुनुपर्छ। निर्वाचन आयोगलाई त्यसको लागि तयार छ र अब योभन्दा बढी के कसो गर्ने लगायतका विषयवस्तुहरूको छिनोफानो निर्गुण यही सभाबाट गएर भोलिदेखि हामीले सधैँभरि निर्वाचनको विज्ञापन हुनुपर्ने, तर हामीले भोगिरहेको चाहिँ हरेक दिन ज्ञापन पत्र बुझिरहनु परेको छ र हजारौँको सङ्ख्यामा ज्ञापन पत्र आइसके। त्यो कहाँ लगेर तहलाउनु, त्यो ज्ञापन पत्रमा आएका विषयहरूलाई कसरी समेटेर लागू गर्ने, यो चाहिँ अलिकति समस्याको विषय पनि छ। त्यसकारण निर्वाचन आयोग निर्वाचन गर्न तयार छ। सबै सरकारवाला पक्षहरूले पूर्ण रूपमा सहयोग गरेर फाल्गुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन सफल पारौँ, यति भन्दै मेरो आफ्नो